भ्रम भएको छ। कति साथीले त 3 दिनमा त आन्दोलन रोकिने हो, अब के गर्ने होला, उपलब्धिहरू भएका छैनन्। यतिकै आन्दोलन रोकियो भने त गाउँ फर्केर साथीहरूलाई के भन्ने होला, आफ्ना घर परिवारमा के भन्ने होला भन्ने तपाईहरुलाई संशय छ। अदालतको आदेश विपक्षीका नाममा जारी भएको हो। विपक्षी भनेको नेपाल सरकार हो, हामी होइन। त्यसैले आदेश हामीतर्फ फर्किएको छ भन्ने नबुझ्न यहाँहरूलाई हार्दिक आग्रह गर्दछु। बरु सम्मानित अदालतको आदेशले 3 दिनभित्र समाधान खोजेर नेपाली शिक्षक कर्मचारीलाई विद्यालय फर्कने वातावरण निर्माण गर्न सरकारलाई आदेश दिएको छ। सरकारलाई भनेको छ त्यो हाम्रो पक्षमा छ भन्ने हाम्रो बुझाइ छ। मैले प्रारम्भिक बुझाइको कुरा गर्दैछु। हामी कानूनवेत्ताहरूसँग छलफल गर्छौं र त्यसपछि हाम्रो धारणा सार्वजनिक अवश्य नै गर्नेछौं। हामी विद्यार्थीप्रति, अभिभावकप्रति जिम्मेवार छौं। त्यसैले त विद्यालय शिक्षा ऐनका लागि लडिरहेको छौं। हाम्रा सेवा सुविधा त भएकै ऐनबाट संशोधन गरेर ल्याउँ पनि त भन्न सक्छौं नि हामीले। त्यो भनेनौं, किनभने हामी आम विद्यार्थी, अभिभावक र विद्यालय शिक्षाका पक्षमा छौं। त्यसैले पुरानो दमदस्ती गराउन थालिएको राजाको गन्न आउने, हिजोको व्यवस्था भएको गन्न आउने यो ऐन कति दिन गराउनुहुन्छ, बोकिरहनुहुन्छ? ए आदरणीय नेताजीहरू, तपाईहरुको काँध गनाएन, तपाईहरुको हात गनाएन। त्यसैले अविलम्ब यसलाई प्रतिस्थापन गरी अग्रगामी ऐन ल्याउन सक्रिय हुन आग्रह गरिरहेका छौं र अदालतको आदेशबाट विचलित नहुन अझ शिक्षक कर्मचारीको पक्षमा आएको भनेर बुझेर अझै धेरै साथीहरू सक्रिय रहन पनि म हार्दिक आग्रह गर्दछु। वार्ताको कुनै कुरा आइरहेको छ। नेपाल शिक्षक महासंघ वार्ता विरोधी होइन। मैले बारम्बार भनेको छु, विश्व युद्धहरू वार्ताबाट रोकिन्छन् भने पेशाकर्मीको लडाई, पेशाकर्मीको आन्दोलन वार्तामा टुङ्गिने हो। तर हामीले के नयाँ मागमा आएका छौं? छैनौं। हिजो वार्ता भएर भएका सहमति लागू गर्न ऐन ल्याइदिनु भनेका छौं। ऐन जारी गरिदिनुहोस्, हामी थपक्क घर घर फर्कन्छौं, विद्यालय विद्यालय फर्कन्छौं। तर वार्ताका नाममा नौटंकी गर्ने, शिक्षक कर्मचारी आन्दोलनलाई विपथ गमनतिर लाने, भुल्याउने, अलमलाउने प्रक्रिया हामी किन स्वीकार गर्दैनौं?